हामी स्पिड कुद्दैछौँ। सुनाखरी होमस्टेको छेउ पुग्नुपर्छ हो। कुद्ने आदत लागिसकेछ है। आँखाको फल त आँखा तरी मर भनेको छ नि। आँखा तरेर सुबह सुबह कति 7 बजी 7:30 बजीको हो यो। अहिले गरम भयो गाछमिन। हेप्पी बर्थडे हेप्पी बर्थडे छिटो न। आप टिप्दैछ यहाँ। अन्त के भएको यो यहाँ अब यसो प्रे गरिदिनु उसको यात्राको लागि। ऊ जाँदैछ हाम्रो समुदाय लिङ्ने नि कहिले भेटौँ। आछु समिता त डल्लै पानी आउँदैछ। निरो पानी आयो ओढाउने मेरो भाउजूलाई। च्याउ खाइन्छ कस्तो छ कस्तो हुन्छ। समिता फेरि गन्दा कस्तो छ भयो अरे। भाडा उठाउँछ समिताले अब गाडी भाडा। भिज्दैन बहिनी भिज्दैन नसुर्त। भिज्दैन के हो आज चेक छ त। चेक छ दादा। मैले डल्लै काटेर आएको के कहाँ रहेछ हौ। यहाँ केटीहरू आउँदैछ यहाँ देख्न सक्नुहुन्छ तपाईँले। छेउस् नै त्यही सबै त्यही छ त। के गर्छ के पाखुराहरू बनाएर आउनु। फोनमा म सामान त मिलेर हिँड्दैछु त यहाँ हिँड्नुहोस् साथीहरू। लाइक गरिदिनुहोस् ल हाम्रो मलाई सामान त हिँडेको लाइक गरिदिनु ल है। अहिले आएको कामबाट के काम गर्यो मजाको देखेको नि यहाँ के भएकोलाई। गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई च्यानल। आई होप सबैले जातिको छ हुन्छ होला। फेरि पनि नभए न्यू डे न्यू ब्लग फेरि बनाएर देखाउने छु। अनि न्यू डेमा चाहिँ के हुन्छ भनेर चाहिँ आज 3 नम्बर छ। घाम चाहिँ हेब्बी चर्किरहेको छ नि त अहिले यहाँ। अन्त घाम पनि अस्तिदेखि चर्केको छ। अन्त हामी चाहिँ रिजर्भ गर्दै है 20 रुपियाँ 30 रुपियाँ भाडा अब रिजर्भ गऱ्यो। अन्त आउँदैछ हामी चाहिँ अहिले किन्नु नसकेर 3 सकेर चाहिँ आज फेरि हामीलाई 1 नम्बर लान्छ। टुक्रेको छेउमा लानुपर्छ आज हामी गाइजहरू 12 बजी उता। अन्त सो गाइजहरू मेरो ब्लग तपाईँलाई के कस्तो लाग्छ कमेन्ट एन्ड सेयर गरिदिनु। र आजको ब्लग चाहिँ के हुनेछ भने चाहिँ अब आजसम्म त समिता आउँछ नि त। समिता अब आजसम्म त ड्युटी आउँछ। त्यहाँदेखि अब त्यो जान त 2 महिना त्यो गायब हुन्छ होइन। अब 2 महिना त्यो आउँदैन ड्युटी। त्यो मान्छे आज ब्लग बनाऊ भनेर नि अब है 2 महिना हुँदैन मेरो ब्लगमा। अन्त तपाईँलाई म बनाएर देखाउने छु। अब समिता छैन शून्य हुन्छ लागिरहेको छ भने किनभने अब त्यो हँसाउँछ बोल्छ होइन। अनि त्यही भएर चाहिँ मलाई मन लागेको छ अब शून्य हुन्छ होला हाम्रो ग्रुप चाहिँ भनेर त तपाईँ सुनसान देख्नुहुनेछ। अन्त सो आजको ब्लग त्यो हुनेछ। अन्त के कस्तो लाग्छ कमेन्ट सेयर गरिदिनु है। र समिता चाहिँ कहाँ जाँदैछ भनेर अब एउटा सस्पेन्स है 2 महिनाको लागि चाहिँ एकदम टाढो मधेस साइड जाँदैछ। अनि त्यो हुने साथीभाइ ल आज के कस्तो लाग्छ कमेन्ट सेयर गरिदिनु ल साथीहरू। अब चाहिँ हामी जाँदैछौँ। फेन बोकेर आउँ भनेको त ह्यान्ड फेन बोक्दै कि त्यो ह्यान्ड फेन त लाउनु आउँदैन काम गरेको। नानाले मलाई के भन्थ्यो रिल्समा तेरो सिट खोसेछ है एकतासँग तेरो जग्गा खोसेछ अर्को बहिनीले भन्दै थियो चन्दनालाई देखेर। ए मलाई हुँदिन चन्दना हुन्छ नि त। ए तिमी त मान्दैन है खोसेछ भन्दै थियो नि मलाई। त्यसो भन्यो अहिले काममा गएको छैनस् के हो भने होइन जाँदैछु नि किन हामी चाहिँ डबल स्पिडमा छौँ त। अहिले नाचेको छैनस् त अन्त भन्दै। ए भ्याउँछ कि डबल स्पिडमा छौँ हामी त भ्याउँदैन है। अब पतिमा हुँदा मात्रै साथीभाइ फेरि गएको हामी चाहिँ समिता पनि 2 मन्थ छ हुँदैन। आयो यस्तो हुँदैछ गाइजहरू। अब 3 जनामा त हरेस हुन्छ त्यो छैन भने यति शून्य हुन्छ ग्रुप के भन्नु। अब 2 महिना कहाँ जाँदैछ तपाईँलाई थाहै छैन। भक्ति नि जाने साथीभाइहरू त्यस्तो हुँदैछ। त्यसको हेर्नुहोस् दिन आजको आज पनि टाढा काँडा सबै देख्नुहुँदैछ तपाईँले। 10 नम्बर यहाँ खोलामै छ टुक्रेमा छ। टुक्रे बाजु त टुक्रे होइन हामी स्पिड कुद्दैछौँ। सुनाखरी होमस्टेको छेउ पुग्नुपर्छ हो। त्यही त हिजो चाहिँ पत्ती टिपेकोलाई फेरि आउँदैछ यिनीहरू अहिले यस्तो ठाउँमै नि खानु लाग्छ नि त त्यो भएर होला है हो निरु यस्तो दामी दिनुभयो यस्तो गाई चाहिँ कति फाल्टोमा हाम्रो बस्नु तल पुगेछ गाईहरू
हामी चाहिँ कुदाइ हुँदैछ है कुदाइ भन्दा पनि खै कुद्ने पनि आदत लागिसकेको छ है गाइजहरू बिहानको सुब्बाको तपाईँलाई दृश्यहरू होस् दिलो उयो आँखाको फल त आँखा तरी मर भनेको छ नि आँखा तरेर मोर अफ गरम भइसक्यो उफ गर्मी भयो बिहान खाऊ आरू छ जोड आयो चाहिँ मलाई नभन्नु म दबाई ल्याइदिनँ बुझ्यो मुख धोएर आएको जति भइरहेको छ खाएको हेर्नुहोस् सुबह कति 7 बजी 7:30 बजीको है यो अहिले गरम अन्त 7:30 बजी चाहिँ हामीले ब्रेकफास्ट यसरी खान्छौँ अर्ग्यानिक एकदम हरियो परियो खाएर देख्नु होला हामी हरियो परियो छौँ ग्लो आएको एकदम एकदम ग्लो आएको छ हाम्रो गाउँमा टर्किने भाउजू त आइपुगेछ कहाँ छ हाम्रो भाउजू आज मैले भाउजू छोडाएको क्या त हामी त्यसै बिसाउँछु यहाँ औ कहाँ बस्यो तिमी कालो लाग्छ नि यहाँ सेतो कुर्तामा कालो लाग्ला नि पसिना कोही ढुङ्गामा कोही कहाँ बिसाइरहेको छ यहाँ केटीहरू गरम भएन ऊ पर आउँदैछ ए संस्कृत त बाटोमै जान्छ यो चाहिँ के कोसँग आएको यसलाई त कसले लिएको छ म त अल्छी लाग्छ हौ यसलाई त देख्दा त जे खिलाऊ नि आजको कस्तो गनाउँछ थियो अरे अल्छी लाग्दैन क्या हौ कहाँ राख्नुपर्ने हो उयो होइन बिस्तारा ए के भएको ए जाँदैछ केटीहरू यहाँ समिता त आउँदैन अब जान्छ त्यो समिता त जान्छ त अब उता लखनऊ आजसम्म त आएको ड्युटी ह्याप्पी बर्थडे छिटो न बर्थडे बिहान समूह खै यहाँ छ यहाँ गाइजहरू आँप टिप्दैछ यहाँ गाइजहरू उयो माग्ने रहेछ भिख माग्ने रहेछ है के भएको त अन्त के भएको यो यहाँ हेर्नु साथीहरू उयो जाने मान्छे हो आज लाउँदिन उयो नलिएको केटीहरू अब गएर म आउँछु मैले 2 महिनाहरू जस्तो लाग्छ होला मजाले नबाजी काम गर्नु ल फोन चाहिँ गर्दै गर्नु ल हुन्छ के भन्दैछु जुमिन है के त्यो 8 बजी हामी हुँदैछ अघि नै नर्मा भनेको मैले बसन चाहिँ रुको छ कि भइसक्यो आयो ल हामी चाहिँ जान्छ अरे कि साथीहरू अब यसो प्रे गरिदिनु उसको यात्राको लागि ऊ जाँदैछ हाम्रो समुदायलिङ नि कहिले भेट हुन्छ होला फेरि अब यो छैन यस्तो शून्य हुन्छ कति घन्टाको बाटो हो अब एक रात एक दिन एक रात त्यसो गर्दै हेर ट्रेनमा गर्दै जाने हेर्नु त हौ अब यो के गर्नु त अब यस्तो छ जिन्दगीहरू है साथीहरू अब हामी ड्युटी लागेको आज एक दिन चाहिँ सघाइदिनु आएको यिनीहरूलाई तर होइन अचानक जानु पर्यो अब हुनु त अर्को महिना थियो अचानक जानु पर्यो सुनेर चाहिँ कहिले चाहिँ भन्नु पर्यो केटीहरूलाई चाहिँ कल गरेको थियो यसले मलाई जान्छु भने अब मलाई 2 महिना देख्नु हुँदैन तपाईँलाई अब 2 महिना देख्नु हुँदैन मलाई हाम्रो साथीभाइ समिता खानाले ग्रुपमा शून्य हामीलाई खाजा खान्छ एक लान्छ गरम भयो गर्मीको मौसम आलु चट्नी यसले पनि खान्छ ठुलो अस्ति हाम्रो घर बाथरुमभित्र साँप्थ्यौँ बच्चा हुन्छु कालो केही गर्दैन पप्पी खान्छ त्यसले आछु समिता यता डल्लै पानी आउँदैछ तँ कालो भएर आयो कसरी काम गर्नु साथीभाइहरू यस्तो हुन्छ नि हेर्नु हावा हुली के छैन भित्र छाता उडेको छु मेरो छाता उडाउँछ ल निरो पानी आयो ओडाउने मेरो भाउजूलाई भित्र पानी आएर कस्तो चाहिँ भएछ
समिता चाहिँ भट्टाभट्टीले पिएफ नम्बर भन्नुहुँदैछ जस्तो भयो है होला समुदायसँग लास्ट भिडियो त्यहाँदेखि हराउँछ 2 महिना गायब सब्जी के रहेछ नि तिमी च्याउ है च्याउ खाइन्छ कस्तो हुन्छ मैंने सिबी ले आए सिबी मिठो भयो यो त मिठो न मिठो भयो आज बसन्ती सब्जी बारेछ यहाँ खाना खाइसक्यौँ तर बिजोग भयो आज अन्त बसन्ती सुना खरी हाल्दैछ यसको समिता फेरि गन्दा कस्तो छ भयो अरे समितालाई सबैजना खाना खाएर बसिरहेको छु यहाँ देख्न सक्नुहुन्छ भर्खर सक्यो जान्छ म चाहिँ भन्छु साथीहरू मजाले मिलिमिलि म छिट्टै गरेर आउँछु नि ल कति दिनदेखि 2 महिना 2 मन्थदेखि निरु रुक्छ न निरु नरुको मसँग त बात कराउँथी मनभित्र रुँदैछु नि म कराउँथी मलाई त केही छैन कहिले त 10 रुपियाँ निरु समिता उठाउँदैछ भाडा भाडा उठाउँछ समिताले अब गाडी भाडा समिता गयो भाडा पुऱ्याउनु यता गयो गाइज भाडा पुऱ्याउनु फेरि हामी त खाना खाएर अब मेलो लाग्नु जाँदैछौँ अहिले चाहिँ 1 नम्बर सारी होइन 1 नम्बरपट्टि जाँदैछु यहाँ वनमीको मेलो हेर्नुहोस् यहाँ वनमी पनि अब देख्दैछ पानी आएको छ यस्तो बिजोक बनायो यो वनमी पनि कटाउँछ नि त अब कहिले कि अब यो पहिला एकपल्टबाट टिपाउँछ कि माथि आउनु भाउसँग मेरो काम थियो नि त छ भन्नु हुँदैन किन डबल पो छ त्यही त डबलै छ नि पछाडी किन नलाको भनेको नि साथी भिज्दैन बहिनी भिज्दैन नसुर्ता भिज्दैन के हो आज चेक छ त चेक छ त यहाँ त के पो स्टाम्प छ त यहाँ त के हो यो त मेरो कम्पनीको नाम कुन चाहिँ नाम आयो लु अब यस्तो पानी अघि त घुरी बतासक थियो अहिले एकछिन रह्यो अलिक भए शान्ति भयो हेर्नुहोस् र पनि 1 नम्बर अब कहिले फालिसक्नु होला वनमी छ यो वनमी छ तल तेरा छ साथी गरम जति गरम त्यति तल त्यही त त्यस्तो छ अन्त यहाँ हामी जाँदैछु अरू चाहिँ कहाँ आउँदैछ उयो को हामी केटीहरू हो के होइन ए मैले डल्लै काटेर आएको यहाँदेखि गर्दै डल्लै हामीले काटेको मेरो सबैजना चाहिँ हामी गएको तपाईँ देख्न सक्नुहुन्छ यहाँ हामी 1 नम्बरको उकालो चढ्दैछ यहाँ के मजाको देख्यो केटीहरू यहाँ सिक्कल बनाउँछु केटीहरू यता पनि आउँदैछ यहाँ के कहाँ रहेछ हौ यहाँ केटीहरू पनि आउँदैछ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले अब चाहिँ हामी गएको भाउजू झरेछ हौ हामी बसिरहेको छु हाम्रो यहाँ झोला छ हामी चाहिँ गाडीमा चढेको छ अब चाहिँ हामी गएको घर साथीभाइहरू भाडा त आएर किनलाई पठा न लुकाउँछ ल भाडा त नै केट्यो भुइँमा राख्दैन यहाँ सिट पनि छैन हुनै पर्छ मेरो झोला ल्याइदियो गाडी माथिबाट पिकअप आउँछ नि त त्यही भएर रोक्दैछ पिकअप आउँछ नि
छेउस नै त्यही सबै त्यही छ त मेरो झोला छ त्यहाँ धुनै पर्छ त्यो धुनै त पर्छ नि आज पर्दैन त्यहाँमाथि क्यारेटमा हाल्दैन झोला छ त्यहाँ हेर त के गर्छ के गर्छस् जेकी तिमी यस्तो छ जिन्दगीहरू जेकीलाई खेलेको बढ्छ मलाई चाहिँ त्यहाँ हान्छ त अहिले केटीलाई माई सोमबार एकदम पाखुराहरू बनाएर आउनु आज खुसी केटीहरू हेर्नु हामीले अस्ति काटेकोमा 55 हटाएको चाहिँ गयो हो यहाँ सबै 55 हटाएको म भाउजू भर्खर जाँदैछु हस्पिटलमा गाडीमा आऊ 33 रुपियाँ तिर हिँडेको छ अब स्किममा भइदियो यतिकै किनभने तल मात्रै मिलेछ नि त भाउजू त्यहाँपछि माथि भएपछि त पर्दैन हो पत्तीतिर त अब पर्दैन भोक लाग्छ त भयो मलाई अब भोक लाग्न थालिहाल्यो त्यही त को हो ए के गर्छ चाहिँ अन्त हेर्ने के मागेको हेर्नु भाउजू फोन मागेको अरे अहिले घरदेखि न यहीँदेखि नै फोनमा जामा टोका लुइन के हेर्छ फोनमा चाहिँ अब घरमा खोल्दैछु बुहारीले सामान छ भन्दै छ हजुर भन न फोनमा के हेर्छ सामान त के हेर्छ फोनमा मसँग फोनमा सामान त मिलेर हिँड्दैछु त यहाँ हेर्नुहोस् साथीहरू लाइक गरिदिनुहोस् ल हाम्रो म सामान त हिँडेको लाइक गरिदिनु ल है छिटो सामान त 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 लुची पक्कै सामान त पोज कसो गर्छ पोज देखाइदेऊ न फोटो खिच्दा कस्तो गर्छ छिटो न पोज कसो गर्छ अरे फोटो खिचिन्छ अरे पोज देखाइदेऊ न हामी हाम्रो साथीको छोरी हेर्नुहोस् यहाँ सामान त हामी हिँड्दैछु म सामान त साथीमा दिएर मिलेर हिँड्दैछ आज त मिलेर ल साथीहरू हामी चाहिँ ओके भन न ओके भनिदेऊ न नबोलेको हेर नि भन्दैन है सामान त नाच्नु हुँदैन किन के भन्छ लाज लाग्छ तिमी नाच्दैन ओजनामा किन अहिले छोरीको ट्युसन पढ्नु जान्छ कि जान्दैनौ कर्णमा कहाँ गयो काममा हासिम पापा कहाँ गयो काममा अहिले आएको कामबाट ए के काम गर्यो तिमीले त ओजाना भन्दै आएको म परबाट डाँडाबाट नाच्दै नाच्दै आएको नि ओजाना भन्दै तिमी नाच्छौ ओजानामा मनपर्छ कान्छी मनपर्छ कि मन पर्दैन कान्छीलाई मनपर्छ कि मन पर्दैन ए होइन हेर्दैछ मैले त्यहाँ फोटो खिच्नु भाउजू फोटो खिच्नु निस्क्यो फोटो हाम्रो सामान त निस्क्यो ए छिटो न छिटो न आम फोटो खिचेको भाउजू तपाईँ हेर्नु यसले मम्मीले मार्छ गाडी है प्लास्टिकको छ है फुलहरू पुरा के भयो एउटा मात्रै भयो चाहिँ मजाको देखेको नि यहाँ आम्मा छेउबाट लड त लड्छ नि यहाँ होइन गयो लड्छ नि के गर्छ हाम्रो आमा
लड त कहाँ छ छेउतिर के भएको होला है कराउँछ नि आम्मै काम के छ हाम्रोमा